जो चाहिँ कर्णाली हो रुखहरु चाहिँ जंगला घाट आइपुग्यो ड्याडीहरु चाहिँ जन्मेको ठाउँ चाहिँ आरु पोखरा हो चाहिँ हाम्रो बड्डो घर यहाँ चाहिँ चुत्राको रुख फर्स्ट दह चाहिँ यहाँ हो पञ्चर भयो बोटिङ गर्न लाग्यो हाम्रो चाहिँ यहाँ अर्ग्यानिक काफल नमस्ते स्वागत छ तपाईहरु मेरो YouTube च्यानलमा अनि आज चाहिँ हामी माथि र काफल खाना जान लागेको काफल खाना चाहिँ ड्याडी म मेरो दुईटा भाइ अनि एउटा अंकल अनि भुवन हामी 6 जना जान लागेको यदि मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने नमस्ते मेरो नाम चाहिँ दीपिका थापा मगर हो अनि मेरो घर चाहिँ सुर्खेत हो आजको भ्लग चाहिँ काफल खाना गएको वाला भ्लग हुन्छ भिडियो चाहिँ अन्तिम सम्म हेर्दिनु होला मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नु पनि नभुल्नु होला साथीहरु अब चाहिँ हामी रेडी भइसकेको छौं ह्यापी न्यू इयर सबैजनालाई मेरो तर्फबाट मेरो सम्पूर्ण YouTube फ्यामिलीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना अब चाहिँ हामी जान लागेको हामी सबै रेडी भइसक्यौं अब चाहिँ हिँड्न लागेको साथीहरु त्यही हो म तपाईहरुलाई बाटोमा देखाइहाल्छु किप वाचिङ अनि हामी काफल खाना जाने ठाउँमा चाहिँ मेरो ड्याडी अंकलहरु सबै त्यही जन्मिनु भएको हाम्रो सुरुमा पहिला बाजे बुढी बाजेहरु सबै उतै बस्नु भएको त्यो ठाउँको नाम चाहिँ कोल्टे भन्छ है साथीहरु म तपाईलाई अगाडि गएर देखाइहाल्छु भिडियोमा के हुन्छ म तपाईलाई भिडियोमा देखाइहाल्छु त्यसको लागि तपाईहरुले प्रतीक्षा गर्दिनु होला हामी भर्खर जादै छौं दह चाहिँ यहाँ हो है अनि हामी चाहिँ माथि र जादै छौं अनि मेरो भाइहरु चाहिँ आउँदै छन् ड्याडी राइसक्नु हाम्रो चाहिँ पछाडी दुई जना भाइहरु आउँदै थियो मेरो अनि तिनीहरुको चाहिँ बाइक पञ्चर भयो रे अनि यहाँ अब यता माथि र ग्यारेज कहाँ हान्दै फोन गरिरहेको थिएँ यता माथि र ग्यारेज कहाँ हुन्छ र साथीहरु म तपाईलाई भेरी देखाउँछु ल यहाँबाट देखिन अलि माथि र यता अगाडि जान्छु कि यहाँसम्म म चाहिँ माथि र पनि आइसके भेरी देख्न सक्नुहुन्छ त्यहाँ म जुम गरेर देखाउँछु हल्का यो चाहिँ भेरी हो है ए यता माथि र कता कता लास्ट अलिकति देखेको भनेको चाहिँ यो चाहिँ देखेर चाहिँ हो यता अलिकति देखेछ अनि यो गाउँ ठ्याक्क कहाँ हो म अलि कन्फ्युज भएँ यतातिर चाहिँ अनि माथि हेर्न सक्नुहुन्छ उ यहाँ चाहिँ कोइरालाको रुख छ यो ड्याडीहरु चाहिँ उ यहाँ तल बस्ना म चाहिँ यता भेरी देखाउँछु भनेर अलि माथिसम्म हिँडेर आएको अनि हाम्रो भाइहरु चाहिँ तल दह भन्दा अलिकति उतै छ सान्ने भन्ने ठाउँतिर छ अनि तिनीहरुको चाहिँ पछाडीको टायर पञ्चर भएर चाहिँ साथीहरु तिनीहरु त्यही छ के तलै तपाईहरु जादै गर्नु भनेर हामी चाहिँ अगाडि आयौं तिनीहरुको चाहिँ पछाडी टायर पञ्चर भएछ के गर्न सकिन्छ अब यता माथि र गाउँतिर ग्यारेज पनि हुँदैन हामी हिँड्न लाग्यो भाइहरु आउँछ कि आउँदैन खै ड्याडीले अहिले के गर्नु ड्याडीले कता जानु बाहारे आएपछि तेल सेल हाल्नु हामी चाहिँ यो कुन ठाउँमा हो थाहा छैन नाम अनि ड्याडी चाहिँ पछाडी नै हुनुहुन्छ भाइहरुलाई एकछिन कुर्नु भएको त्यहाँ पछाडी हामी चाहिँ धेरै अगाडि आइसक्यौं कोइरालाको रुख कति धेरै हो देख्नुवाला भित्तामा अलिअलि सेतो म तपाईहरुलाई जुम गरेर देखाउँछु हेर्नु यो सब कोइराला हो कि माथि र यति धेरै कोइराला हुँदो रहेछ कि यतातिर त माथिसम्मै हो हेर्नु न अनि ठ्याक्क बिचमा कि कस्तो खालको बाटो होला यहाँ बिचमा गरे साइडबाट बाटो छ फेरि गाउँ पनि कस्तो धान जस्तो ढलिराखेको हेर्नु न यहाँ के ढलेको यस्तो गाइज गाउँ पनि धान जस्तो ढल्छ र त्यही फर्स्ट टाइम हो आएको यतातिर यही ठाउँतिर जन्मेर हुर्केर पनि यता दहताल भन्दा माथि र म अहिलेसम्म आएको थिएन अनि त्यही हो आज चाहिँ फर्स्ट टाइम जाँदैछु हेरौँ के हुन्छ मेरो भाइको त्यही भाइहरु कता खानु बाइक पञ्चर भाइहरुको म भन्छु यसो भिडियोमा त अయ్या बस्नु पर्यो अब के गर्ने त्यो नम्बर मज्जाले तिनीहरु कति बेला आउने हो ढिलो हुन्छ साथीहरु अब चाहिँ हामी यहाँदेखि हिँड्यौं अनि भाइहरु चाहिँ एउटा मामाको घर पुग्न लाहान रे उता अनि उहाँ मामासँग बाइक मागेर बाइक दिनुभयो भने चाहिँ आउँछन् नत्र अनि तिनीहरु त्यतैतिर तलतिर दहतालतिर घुम्छन् होला साथीहरु अनि अहिले चाहिँ ड्याडी आएर हामी चाहिँ जाँदैछौँ अगाडि चाहिँ आइपुग्यौँ अघि मैले देखाएको थिएँ नि त्यो बाटो हामी चाहिँ अर्को भर्खर बनाएको बाटोबाट गयौँ अर्को बाटो चाहिँ पुरानो बाटो रहेछ देखाएको थिएँ नि तलदेखि ऊ यतादेखि
हो यतादेखि देखाएको कोइरालाको फुल पुरै माथिभरि कोइराला छ साथीहरू टिप्न नसक्ने ठाउँमा रहेछ टिप्न सक्ने भएर त मलाई सब झारेर लग्थ्यो होला हो ड्याडीहरू चाहिँ अगाडि गइसक्नु म यतातिर अब हामी जानुपर्ने हुन्छ हेर्नु ऐसेलुको रुख सिस्नो पनि छ यहाँ लेखो त्यसै त भन्दैन क्या साथीहरू अहिले चाहिँ हामी जान्छ चुत्राको रुख हो है साथीहरू चुत्रा फुल्दै छ म तपाईँहरूलाई देखाउँछु यो हेर्नु चुत्रा फुलेको है यो फुलेको नै फलिसक्यो अब बिस्तारै हुँदैछ ऊ हेर्नु न दाना यो चाहिँ फुलिसकेको चुत्रा हो फलिसक्यो अब बिस्तारै पाक्छ अघि चाहिँ मामाले बाइक दिएपछि चाहिँ आउँछन् भनेको थिएँ अनि मामाको चाहिँ दहतालमा होटल छ अनि उहाँहरूलाई चाहिँ अब कोही मान्छेहरू आयो भने बियरहरू त्यहाँ केही पनि राख्नु न अरे अब चाहियो भने चाहिँ बाबिसर गएर लिएर आउनुपर्छ त्यही भएर चाहिँ बाइक उहाँहरूलाई चाहिने भएर फेरि भाइहरूलाई चाहिँ पर्सन दाइलाई फोन गरेर त्यहाँ मिस्त्री पठाउन पठाउँछौँ अब हेरौँ आउँछन् होला तिनीहरू अब के गर्ने भाग्य नभएपछि यस्तै हो भाइ मेरो प्यारो भाइ यिनीहरू चाहिँ सबै चुत्राको रुख हो है यो देख्न सक्नुहुन्छ यता यता अनि यहाँ चाहिँ सिस्नो छ हामी त गाउँ आए जस्तो फिल भइरहेको दुईजनालाई छुट्टै संसारमा आए जस्तो फिल भइरहेको कस्तो एउटा मात्र गुराँस फुलेको हेर्ने हामी चाहिँ जाँदैछौँ साथीहरू ड्याडीहरू चाहिँ जन्मेको ठाउँ त्यही हो यही हो हाम्रो है ड्याडी यही हो घर हाम्रो ड्याडीहरू चाहिँ पहिला यहीँ जन्मिनु भएको अरे हाम्रो चाहिँ यहाँ टिल्ली भाँच्चे छ कि कस्तो बाटो पनि अप्ठ्यारो यता एउटा मात्र भाँच्चे छ यता दुई हैन तीन आउन अन्त मैले नराम 7 ओ माई गॉड सो गाइस हामी चाहिँ जाँदैछौँ है हाम्रो ड्याडीहरू जन्मेको चाहिँ यही घर हो पहिला हाम्रो घर यहाँ चाहिँ कान्छा बाजेहरू बस्नुहुन्छ सिस्नो हेर्नु सिस्नो जताततै सिस्नो यहाँ पनि सिस्नो लड्सप यो चाहिँ बाटैभरि सिस्नो कोही रक्सी खाएर अलिकति टच भयो भने नि गयो क्या त्यो मान्छे त्यही हो डोको चाहिँ बाजेले बनाउनु भएको है डोको कस्तो दामी गराउनु आएर स्याकु गाइस यो चाहिँ आरू पोखरा हो है लेखामा बस्यो भने यस्तो चिज खान पाइन्छ देख्न सक्नुहुन्छ तपाईँहरूले देखियो कि नै हेर्नुहोस् दिस इज आरू पोखरा हियर गाइस हेर्नु न सिस्नो छ कसरी जाने यसरी हिँड्नुपर्छ होला सिस्नो छड्के आज मेरो हात त नाङ्गो हो मम्मी ओहो गाह्रो छ यहाँ हिँड्न सिस्नो अलिकति चाहिँ हाम्रो बड्डो गरे यहाँ थियो अरे अहिले चाहिँ भत्किसक्यो ड्याडी भन्नु त यहाँ के हो पहिला तेरो मम्मीलाई मैले फागुनको महिना बिहा गरेको लिएर आउने बेला बजेले अङ्कलको उसले यो ससुन भनिन्छ नि यो पोसाक छ हो टिप्नु लाग्नु भएको थियो के भयो त नि भ्याइयो कुरा हामी आएको चाहिँ उ यताबाट है अघि माथितिर यो चाहिँ तलतिर बाटैभरि सिस्नो हेर्नुहोस् हाम्रो गडा यो बाटो माथि हो यो गडा अनि यो तलतिरको यहाँसम्म तल्लो पनि हो कि तल्लो गडाबाट माथितिर हाम्रो हो तलतिर कान्छा अङ्कलको हो यो पनि यताबाट हाम्रो हो यो हाम्रो यो माथि यो म उभिएको चाहिँ हाम्रो हो अरे रामे अङ्कलको हो बुवाले किन्नुभयो यहाँ चाहिँ बाटोमा पुरै हात खडा गरेर हिँड्नुपर्छ क्या सिस्नो सिस्नो यहाँ त कोहीले के गर्यो नि सिस्नो टिपेर झ्याम्की झ्याम दिने जस्तो हात यसरी हिँड्नुपर्छ मेरो त अझ हात यहाँ नाङ्गेवाला छ यो लम्बाउले लगाएन
अब चाहिँ हामी यता अगाडिसम्म जानु लाग्यो बजै चाहिँ काफल टिम जानुभयो धेरै पाकेन अरे काफलको बुट्टा चाहिँ यो अरे हल्का रातो रातो त्यस्तो देखिन्न अहिले खासै पाक्ने टाइम भएन ड्याडी काफल भर्खर सुरु हो त्यही भएर खासै छैन काफल चाहिँ यहाँ बिचमा रुखहरू छ सुन्तलाकै रुख हो जस्तो लाग्यो मलाई चाहिँ हामी चाहिँ अहिले जङ्गला घाट जाँदैछौँ है अनि हाम्रो ड्याडीहरू चाहिँ अगाडि नै हुनुहुन्छ मेरो भाइलाई यस्तो माया लाग्यो अनि मेरो भाइ बिचरा त्यही तिनीहरू त उतै दहतालतिरै छ हामी त धेरै टाढा आइसक्यौँ त्योभन्दा अगाडि नै जङ्गला घाट आइपुग्यौँ अनि यहाँ पनि यस्तो पसलहरू रहेछ देख्न सक्नुहुन्छ यो चाहिँ कर्णाली हो है हावा एकदमै चलिरहेको कर्णाली हामी चाहिँ त्यो मैले स्कुल देखाएको थिएँ नि त्यहाँभन्दा अगाडि स्कुलको ठ्याक्कै त देखाएन तर त्यहीसम्म आउने भनेको ड्याडीले यता यति टाढा जङ्गल घाट लिएर राम्रो आउने पुल हेर्नु न यस्तो छ यहाँ चाहिँ तल माथि देखेन होला भिडियोमा तर यस्तो छ यो चाहिँ हिउँ के भयो अरे ड्याडी यो हिउँ खार यो चाहिँ किन यस्तो धम्ला खाने यो चाहिँ हिउँ खार भएर चाहिँ हिउँ पग्लेर चाहिँ यस्तो धम्लो भएर आएको अरे पानी किनभने नत्र आकाशबाट पानी नै परेको छैन नि त यस्तो त नआउनु पर्ने म पनि एकदम सक भइरहेको थिएँ अहिले चाहिँ हेरौँ न अनि हामी चाहिँ यता माथिबाट आएको कि यतातिर गाउँमा बाटो पनि पुरै यस्तो 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 वाला के ओह्रालो त आयौँ साथीहरू अब उकालो छ कसरी जाने कस्तो हल्लेको कि हावा लगाएर हिँड्थ्यो अब चाहिँ हामीले त्यहाँ माछा गराउन दिएछौँ उता होटलमा अनि माछा बन्ने बेलासम्म चाहिँ हामी यता उ गरिरहौँ अनि यहाँ चाहिँ ऱ्याफ्टिङ पनि हुँदो रहेछ कि के हो यहाँ लाइफ ज्याकेट बोकेर हिँडिरह नि त अनि यो पुल चाहिँ कस्तो हल्लिरहेको कि अनि हल्का त्यो मलाई डर लाग्न लाग्यो त्यही पनि ठिकै हो भोक लाग्न लागिसक्यो अब हामीले माछा गराउनु देखाउँ त्यति बेलासम्म हामी कुर्छौँ भिडियो चाहिँ एकदमै लामो हुन्छ त्यही भएर म धेरै भिडियो गराउँदिनँ त्यही हो यो चाहिँ यहाँ माछा र चाउचाउ बनिसकेको छ दिने यहाँ राख्दिनु यहाँ चाहिँ थियो यो बल्ल मिल्यो सुहायो बल्ल अघि चाहिँ चाउचाउ हालेर खाथ्यौँ अहिले चाहिँ ओन्ली माछा मात्र हो हामी निस्केको हो साथीहरू माछाहरू खायौँ भोक पनि लागिरहेको थियो है अस्ति टाढा आयौँ अब चाहिँ हामी फर्किँदै हो गेम हुँदैछ नयाँ वर्षको अनि त्यहाँ माथि चाहिँ भाले छ वाला त्यहाँ रातो उसमा चाहिँ भाले छ त्यहाँ चाहिँ न्यु इयरको गेम हुँदैछ साथीहरू अब चाहिँ हामी सिधै काफल खाने बेला भेट्नुपर्छ ल यति टिप्दिनु भएछ अर्ग्यानिक काफल औषधि नहालेको ओ यो रुखबाट टिप्न गयो बजै हाम्रो बजल टिप्दिनु भएको यो काफल धेरै धेरै धन्यवाद बजैलाई अब एकछिनमा हामी फर्किनु पर्छ है ड्याडी त्यतिको ठ्याक्कै डबल टोको लैदिएर जाने अरे हाम्रो बजैलाई अनि अब चाहिँ हामी सिधै वहाँ गएर भेटौँ ल साथीहरू कहाँ अरे दहताल गएर सिधै अब दहताल गएर भिडियो गराउँछु म किनभने आजको भिडियो एकदमै लामो भइसक्यो यो फुल हेर्नु कति राम्रो भयो अब चाहिँ हामी सिधै दहताल आइपुग्यौँ अनि ऱ्याफ्टिङ देख्न सक्नुहुन्छ यहाँ निमै छ हामी पनि ड्याडी र म ऱ्याफ्टिङ होइन ड्याडी र म सिधै स्विमिङ हान्नेवाला छौँ यहाँ अब यहाँ गीत गाइराख्नु है यतिको चाहिँ हुनु लाग्नुपर्छ है नयाँ वर्ष यतिको नयाँ वर्ष लागेन भने चाहिँ के नयाँ वर्ष मनाउनु भयो तपाईँहरूले भन्नु त ल
बाहुनहरूसँग जति को सक्छ बाहुनहरूसँग को सक्छ हो। बोटिङ गर्न लाग्यो हाम्रो टिम। म चाहिँ यो लगाउँदैन होला यो ज्याकेट त सुरक्षित हुन्छ लाउँदा। हामी चाहिँ यहाँ बोटिङ गर्दैछौँ देख्न सक्नुहुन्छ यहाँ। मैले ज्याकेटहरू केही पनि लगाएको छैन। अनि वाइड एङ्गलमा कस्तो आइरहेको अनि उयो पानी चाहिँ कसको बर्थडे रहेछ अनि टिकटक भएर हाई गाइज। बर्थडे हो कि न्यू इयर हो क्या? मैले चाहिँ लाइफ ज्याकेट लगाएन। त्यतै घुमे त नाउ चलाउनु चाहिँ मेरो 3 जना छन् यहाँ। जादु जस्तो देखियो हेर्नु यहाँ जादु पनि सक्यो है। अब फाइनल डेस्टिनेसन चाहिँ हाम्रो यहाँ भइसकेको छ। हामीले 1 राउन्ड हान्यौँ यहाँ। अब चाहिँ हामी ढिलो नगरिकन घरतिर जानुपर्ने हुन्छ। अनि मैले चाहिँ सिधै भिडियो घर गएर गराउँछु। अहिले चाहिँ हिजोको भिडियो इन गर्न पाएन किनभने मलाई एकदमै डाइरिया के भयो। अनि त्यही भएर चाहिँ भिडियो आज एन्ड गर्दैछु साथीहरू। अनि आशा गरेको छु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भयो होला भनेर। अनि लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न पनि नभुल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई।